हेलो गाइज, आज चाहिँ हामीहरू मामा घर जाँदैछौँ तिहार मनाउन मम्मीसँग। गाडी पर्खिँदै साथीहरू, गाडी नै आएको छैन। भर्खर आएको हुन् त, आउनु त भर्खरै आएको, कति पनि भएको छैन आएको। स्किनले बढोस् अब के हुन्छ। एउटा प्लास्टिकमा माग्नु पर्थ्यो नि, त्यसले त झन् ग्यास्ट्रिक हुन्छ। अनि त्यसपछि चाहिँ हामी गाडी चढ्यौँ। अनि यस्तो भएको रहेछ, यो चाहिँ यो चाहिँ दमकको भातबाट नि हो। यसको हालत चाहिँ यस्तो भएको रहेछ। बेबोको पार्लर बाइक रहेनछ, बेबोको नभए त भेट्दा हुन्छ। यता माथि गएर भए पनि बाइकै रहेनछ, आएको छैन भनेपछि। अस्ति प्रोटेस्टमा आन्दोलनमा आगो लागेको। अनि बसबाट उत्रेर चाहिँ आन्टी अङ्कल भएकोमा गयौँ। आन्टी अङ्कलहरू चाहिँ हामीलाई पर्खेर बसिरहनु भएको थियो तिहारको सपिङ गर्नुको लागि। अनि हामीले त्यहाँ एकछिन बसेर खाजा नास्ता खायौँ। अनि आन्टीहरू चाहिँ सपिङ गर्नुको लागि जानुभएको थियो तिहारको। अनि हामीहरू चाहिँ बस्यौँ त्यहीँनिर एकछिन खाजा खाने ठाउँमा। त्यहाँ पछिदेखि चाहिँ हामी अघि गयौँ। अनि आन्टीहरू पछि आउनुहुँदै थियो। हामी चाहिँ बाइकमा गयौँ। अनि त्यसपछि चाहिँ आन्टीहरू चाहिँ हिँड्दै आइरहनु भएको थियो। अनि यसरी जाँदै थिएँ। अनि मैले बुढाको अचार देखेँ, अनि यहाँ रहेछ भन्ने भयो। अनि त्यसपछि चाहिँ मम्मी र आन्टी चाहिँ त्यही सपिङ गरिरहनु भएको थियो। अनि हामीहरू चाहिँ अब बाइकमा अघि आयौँ। मम्मी र आन्टीहरू चाहिँ गाडीमा आउने भएको कारणले चाहिँ अझै सपिङ गर्नु पनि हुँदै थियो। अनि हामीहरू चाहिँ यसरी गयौँ मामा घरतिर। अनि कस्तो सुनिएको छ होला, आज भोइस ओभर गरेको। अब यस्तै बाइकमा अब साउन्ड सुन्दैन नि त। अब चाहिँ मामा घर पनि आइसक्यो बोल्दै। हेलो गाइज, म चाहिँ मामा घर अघि आइसकेको। आएको थियो अघि नै। अनि आएर अनि खाना खाएँ। अनि निद आएको छु भक्कु। अनि भर्खर उठेर अहिले चाहिँ यत्तिकै यहाँ डुली हिँड्दैछु, पाहाडहरू हेर्न सक्नुहुन्छ। गाडीहरू पनि एकदमै राम्रो कुदिरहेको छ। हेर्नु गाडीहरू पनि कुदिरहेछ, कस्तो राम्रो देखिरहेको छ। हेर्नु न सनसेट सरर कस्तो राम्रो कलर आएको नि फेरि गाडीमा। यहाँनिर यो रोडमा एकदमै धेरै गाडी हिँड्छ क्या, त्यो भएर डर लाग्छ। कस्तो हेर्नु न, त्यही हो गाइस। अरू केही भन्नु छैन मलाई। यहाँ केटाकेटीहरू एकदमै धेरै खेलिरहेछ। पटेका पड्काएको होला होइन। पटेका पड्काउँदैछन् केटाकेटीहरू, पटेका पड्काएको होइन। बोल्दै चाहिँ माइकको चार्जै सकेछ। अनि बहिनीहरू चाहिँ यत्तिकै हल्ला गरिरहेको थिए। बहिनीले ताने यता माइक तान उता तान गरिरहेको थिए। अनि यो मामाको होटल चाहिँ यस्तो देखिन्छ बाहिरबाट, अगाडिबाट। अनि यसको चाहिँ साइडको लुक हो यो चाहिँ। अनि छेउछेउको होटल पनि छ। अनि यहाँदेखि चाहिँ कोसी छ। आइया हौ, ओहो के माइक ल्याइन त भाइ मैले। तिम्रो यहाँ अहिले बुढा आएको साउजीसँग क्या दामी भएछ। ओहो बत्ती सत्ती यो अनमै थियो क्या हो यो। पाँचको खै के दियो अरे है भाइलाई। कखन होला बरु सुन कता ओए त्यो सिसाहरू नछु है। यो होटेल अब तिहार पछाडि खुल्न आँट्यो। यो पैसा राख्ने त्यो क्लोजिट हो। यसमा चाबीहरू हुन्छ तर यहाँ छ चाबी। यो तलको चाबी हो, तलको मात्रै।
माथिबाट चाहिँ यस्तो देखिन्छ भ्यू अनि यहाँ यसको पछाडि चाहिँ सप्तकोशी छ अनि कोशीको हावा यस्तो मिठो लाग्दो रहेछ यहाँनिर। अघि चाहिँ हामी मामाको होटेलमा आयौँ अनि आएर अहिले एकछिन घुम्यौँ। त्यहाँपछि चाहिँ यहाँ पिज्जा खानलाई पल्लो दोकान आएको छौँ। हेर्न सक्नुहुन्छ पिज्जा अनि त्यसपछि हामी प्रोजेक्टरमा फिल्म हेर्न लाग्यौँ। अनि यस्तै नै भयो आजको भ्लगहरू। के कस्तो लाग्यो तपाईँहरू अब प्रतिक्रिया दिनुहोला। धन्यवाद।